बागमती प्रदेशको मुख्यमन्त्री हेलिकप्टर चढेर पिकनिक अनि नेपाललाई गरिब भनिएको जनताको सेवा देशको सेवा गर्छु भनेर मुख्यमन्त्री भएको व्यक्ति हेलिकप्टर चढेर पिकनिक जाने हैसियत बनाउँछ भने अनि नेपाल गरिब चाहिँ कसरी भयो देख्नुभयो नि। कसरी लुटिरहेको छन् कसरी चुसिरहेको छन् भन्ने कुरा यहाँबाट प्रश्न हुन्छ क्या। एउटा मुख्यमन्त्री पिकनिक जानको लागि पर्सनल हेलिकप्टर चढेर जाने हैसियत कसरी बनाए त यहाँबाट क्लियर छैन। अनि हामीले त्यत्तिकै भनेको हो त प्रदेश खारेज हुनुपर्छ, प्रदेशको कुनै पनि काम छैन, बिचमा खानाका लागि अनि आफ्नो टाउकीहरू पाल्नका लागि प्रदेश छुट्याइएको हो। नै भने प्रदेशले के गर्छ, केन्द्रबाट बजेट आउँछ, स्थानीय तहले छुट्याइहाल्छ अनि बिचमा यति भाग भनेर बन्डा लिएर गएर खाने यिनीहरू नै होइन। अनि त्यत्तिकै उफ्रेको होइन क्या प्रदेश खारेज हुनुपर्छ भनेर। जुम्लाको ज्ञानेन्द्र साई सांसद त्यत्तिकै संसद भवनमा गएर प्रदेशको कामै छैन भने त्यत्तिकै कराएको रहेछ त रहेनछ नि त। अनि नेपाल गरिब कसरी भयो, एउटा मुख्यमन्त्री जस्तो व्यक्तिले हेलिकप्टर चढेर पिकनिक जान्छ वनभोज खानका लागि हेलिकप्टर चढेर, अनि देशलाई गरिब भन्न मिल्छ? भन्न मिल्दैन, कसैले पनि नभन्नुहोस्। यहाँ नेताहरूको लागि देश धनी छ।